मलाई कालो चा मन पर्दैन भन्नेको थाहा छैन तँलाई? त्यही माथि पकाएको ढङ्ग हेर न, पकाएको ढङ्ग। साथीको अगाडि जसले पनि मेरै बेइज्जत गर्छन्। अनि मामु मलाई चाहिँ खै त चिची। अब हजुरआमा कमजोर हुनु भएको छ, बिरामी हुनु भएको छ, त्यही भएर हजुरआमाको लागि मासु बनाइदिएको। तिमीले त दाल तरकारी अचारसँग खाइहाल्छौ नि। मासुको चपटाले दिने तागत भनेको ज्यान कमजोर हुँदा हो बुहारी। मलाई माफ गरिदे है। अघि मैले जानी जानी तेरो हात पोलिदिएको होइन। अर्कोतिर चिया फाल्न खोजेको तेरो हातमा लाग्यो। यो हातले भाँडा मान्दा गाह्रो हुन्छ। खैले म माछु। पर्दैन हजुर, यति त म माझिहाल्छु नि। जिद्दी नगर्न खैले। मैले भनेको कुरा त मान्दै मान्दैन। लक्ष्मी, यो विषयमा कुरा नगर भनेको नि मैले। यो विषय उठान गरेर मलाई यो घरमा झगडाको बिउ रोप्नु छैन। कस्तो कुरा बाबु? आमा, त्यही लाल पूर्जाको कुरा हो नि। त्यो विनोदेखि स्वास्नीको चालामाला मलाई चाहिँ ठिक लागेन है। अस्ति घाँस काटेर फर्किँदै थिएँ, कुन चाहिँ केटा मान्छेसँग हो टाँसिएर आफ्नै लोग्ने जसरी पो हिँड्दै थिएँ त। मैले त को कल्पना तिम्रो साथी भनेको त बोल्दै नबोल त्यो त लुखुर लुखुर हिँडी त। मलाई पनि त्यो आइमाई ठिक छ जस्तो लाग्दैन दिदी। केटालाई त देख्नै हुन्न त्यसले, जो देखिने त्यस्तै हो दिदी। होइन, त्यो विनोदले माया दिन सकेन कि क्या हो? खोइ के हो त्यस्तै आइमाईको सङ्गत गर्नु हुँदैन है। हामीले चाहिँ बिगार्छन् नि फेरि। यस्ता आइमाईहरू त समाजकै लागि धमिरा हुन्छन् नि। आज मलाई के भयो? किन यस्तो भइरहेको छ? यसले पनि भुरी बगिछ है सम्झने। त्यही त, यत्रो वर्ष बाँझे बसेकी यो कल्पनी कसरी गर्भवती भयो के? अहिले त बाँझीलाई झाँक्रीले खिर खुवाउने बित्तिकै फुच्चै बच्चा हुन्छ भन्छन्। त्यसो भए यसले पनि त्यही झाँक्रीकै खिर खाइ। थाहा भयो। यसलाई हेरेर हामीले खान पुग्दैन, जाउँ सम्झना। के भयो बुहारी?
अनुहार त अँध्यारो देख्छु त। बिरामी छौ कि क्या हो? आफूले सक्ने भारी पो बोक्नुपर्छ। त्यो नालायकलाई पनि सँगै लिएर गएको भए हुँदैन थियो? अनि यो कत्रो भारी बोके कि? भारीले होइन बुबा, अलिअलि टाउको दुखेर गाह्रो भएको मात्रै हो। अनि उहाँ अझै आइपुग्नु भएको छैन घरमा? त्यो बेगारी घरको काम नसकिकन कहाँ आइपुग्छ? अहिले खाने बेलामा मात्रै टुक्क आइपुग्छ। बुबालाई भोक लागिसक्यो होला, म छिटो छिटो गरेर भात पकाइहाल्छु नि है बुबा। कति तिमीले पकाएको मात्रै खानु? आज मैले अघि नै पकाइसकेँ। बरु हात साथ धोएर भित्र गएर खाना पस्क, म खोले पुऱ्याएर आउँछु। ल बुबाले किन दुःख गर्नुभएको त? अनि म आएर पकाइहाल्थेँ नि। कति बुहारीको मात्र बाटो हेर्नु भनेर नि। अब तिम्रो एक्लो ज्यानले कति मात्र काम भ्याउँछौ? त्यो बेगारीले केही काम सघाउँदैन। म पनि बाहिरको काम केही गर्नै सक्दिनँ, सुहाँ हुन्छ। त्यही भएर आज आफै पकाउन त भनेर पकाएको नि बुहारी। भनेपछि बुवालाई धेरै भोक लाग्यो जस्तो छ है। नभन्दै हाम्रो मालिकको सवारी भयो। हाम्रो मालिकलाई अरू केही नभए पनि खाने बेलामा चाहिँ कसैले बनाउनु पर्दैन है। मालिकको आज कताको सवारी थियो भन्न मिल्छ? भात खान आइज, के टोलाएर बसेको? त्यसलाई पनि पसिदेऊ। के हेरिरहेको हो? खाना खुरु खुरु खाइसकेर कति धेरै काम होला।
खानामा जस्तै काममा पनि जाँगर देखाएको भए बुहारीले यसरी बिरामी पर्दा पनि कमारी जस्तो जोतिनु पर्दैन थियो नि। तपाईँले मलाई खाने बेला जहिले यसरी टर्चर नदिनु त बुवा। अब तपाईँले मैले राम्रो गरेर केही देख्नुहुन्न। अनि फेरि यसलाई के भयो? के बिरामी भइयो? गलत काम गरेपछि बिरामी भइहालिन्छ नि। तपाईँले यसलाई सोध्नु भएको छ के काम गरेर बिरामी भइस् भनेर? ओए, के को बिमार हो तँलाई? गधालाई जस्तो काममा पेलिया छ। बिहान उठ्दादेखि 1 सेकेन्ड फुर्सद छैन। भान्साको काम गर, गाई बस्तुको गोबर सोहोर, घाँस पात ल्या। अनि थाक्दैनन्, बिरामी पर्दैनन्। अनि सोध्नु पर्ने के कारण छ यसमा? कारण के छ मलाई थाहा छ। बुवा खाना थपिदिनु। म पु बुहारी, म एकछिन त्यहाँ काइलाकासम्म पुगेर आउँछु है। के टुवा परेर बस्यो कि? कोही आफ्नो मान्छे भात खान आउँदैछ कि के हो? घिच्न खुरु खुरु। हजुर
छोरी अहिलेसम्म स्कुलबाट आएकी छैन? अहँ आएकी छैन त। अब त्यो अस्तिको परीक्षाको आज टिफिन पछाडि रिजल्ट आउँछ भनेर भन्दै थिए, त्यही भएर समय लागेको होला। भर्खर साग केलाउँदैछौ, खाना बनाउन समय लाग्छ होला। बरु एक कप मिठो चिया बनाऊ न। जाऊ न, कस्तो तलतल भयो भने। म बनाएर ल्याइदिइहाल्छु नि छोरा। बुहारीलाई मात्रै कति दुःख दिनु। पर्दैन आमा, हजुरले किन दुःख गर्नु पर्यो? त्यति चिया त म बनाएर ल्याइहाल्छु नि। हजुर बत्ती काट्दै गर्नुहोस्। मामु छोरी छोरी आइपुग्यौ तिमी? अनि परीक्षाको रिजल्ट कस्तो भयो त मेरो छोरीको? खै ल्याउ त हेरौँ। के भयो छोरी? के भयो बुहारी? हेर्नुहोस् न आमा, जम्मा 2टा विषयमा मात्रै पास भएकी छे। छोरी त्यति राम्रो पढाइ अचानक कसरी बिग्रियो छोरी? भन त। बाबा म घरमा राम्रोसँग पढ्नै पाउँदिन, खाली झगडा मात्रै हुन्छ घरमा। पहिले तपाईँहरूले मलाई पढाउनुहुन्थ्यो, सँगसँगै राखेर होमवर्क गराउनुहुन्थ्यो। तपाईँहरू आफैमा झगडा गर्न थाल्योपछि मेरो पढाइको चिन्ता कसैलाई नै भएन। अनि म कसरी परीक्षामा राम्रो गर्न सक्छु भन्नुहोस् त? अब मेरो पढाइ सधैँ यस्तै हुन्छ होला है बाबा? हुँदैन छोरी, अब तिम्रो पढाइ एकदमै राम्रो हुन्छ। अब तिमीलाई हामी सबै माया गरेर पढाउँछौँ है। के यो सम्भव हुन्छ र मामु? हुन्छ छोरी, अवश्य हुन्छ। हजुरआमा तपाईँ खुसी हुनुहोस् ल। तपाईँ खुसी हुनुभयो भने मलाई कस्तो पढ्न मन लाग्छ। तपाईँ दुःखी हुँदा मलाई किताबै हेर्न मन लाग्दैन। अब म सधैँ खुसी भइरहेको छु। हस् बधाई छ है, बधाई छ विनोद बाबु, बधाई छ। के को बधाई हो बेला न कुबेला? ल के बोल्नु भएको बाबु? यो पनि बेला न कुबेला हो? छोरी भयो भने त त्यस्तै हो, छोरो भयो भने त भोज खानुपर्छ है बाबु। बिहेमा पनि भोज खुवाएनौ। होइन विनोद बाबु, यत्रो वर्ष बच्चा भएको थिएन, एकाएक यो खुसी कसरी हो? झाँक्रीले खिर खुवाएको भरमा बच्चा हुन्छ भन्छन् आजकल। त्यसैको प्रतिफल हो कि क्या हो? जे भयो नि हामी गाउँलेले भोजै खानु पाउनु पर्छ है बाबु। ए हजुर, सङ्गीता नानी घरमा एक्लै हुनुहुन्छ अरे, साथी बोलाउनु भएको छ। आज एक दिन जान्छु न है। किन जानु पर्यो? राति हुँदै पर्दैन जान। अस्ति नैदेखि भन्नुभएको घरमा कोही हुनुहुन्न, डर लाग्छ अरे। एक दिन त हो नि। फेरि म पनि घरमा एक्लै हुँदा उहाँ आएर साथी बस्दिनु भएको छ। जान्छु न है हजुर। ल जा, फेरि चाँडै आउने नि बिहान। हस् हुन्छ, गए। ए, त मलाई के कुरा लुकाउँदै छेस?
तेरो व्यवहारमा एकाएक यसरी के परिवर्तन आइरहेछ मलाई भन् त। एउटा खुसीको कुरा छ हजुर। कस्तो खुसीको कुरा हो? म हजुरलाई अहिले भन्न सक्दिनँ हजुर। मैले भाक्कल गरेकी छु कि यो कुरा म हजुरलाई मन्दिरमा लगेर मात्र भन्छु। के कुरा हो छिटो भन्। यस्तो अवस्थामा पनि हात हाल्नु भयो है। म आमा बन्दैछु। हो हजुर, म आमा बन्दैछु। हजुर र मेरो बच्चाको आमा। मलाई यतिका वर्ष त तडपाउनु भयो, म केही बोलिनँ। अब केही समय त हात नहाल्नुहोस् न हजुर। म कमजोर छु, मलाई गाह्रो भएको छ। यो हुनै सक्दैन। भन्ने कसको नाच्दो हो? भन्। लक्ष्मी, हजुर एउटा कुरा भन्नु थियो। यो के कुरा हो र? हामीले गर्दा छ नि छोरीको पढाइमा असर पर्ला जस्तो भएर म त सोच्दै आत्तिन थालिसकेँ। कति यसको प्रभाव पछिसम्मै छोरीमा रहिरह्यो भने त त्यो राम्रो भएन। तिमी चिन्तै नगर न बुढो। अहिले हाम्रो छोरी सानी छे। 2-4 दिन हामीले माया गरेपछि सबै कुरा बिर्सिन्छ। छोरीलाई भुलाएर माया गरेर सबै कुरा बिर्साउन सकिन्छ भने आमालाई मनैदेखि माया गरेर खुसी साथ यो घरमा राख्न सकिन्न। छोरीलाई उसको हजुरआमाको खुसी चाहिएको छ। हामी आमालाई सधैँभरि खुसी साथ राख्न सक्दैनौँ लक्ष्मी। म त छोरो हुँ, के म उनीप्रति आफ्नो धर्म निर्वाह गर्न सक्दिनँ? मलाई माफ गरिदेऊ बुढो। मैले गर्दा तिम्रो आमाबाट तिमीलाई नराम्रो हुन पर्यो। मलाई त्यो कुराले चित्त दुखेको होइन लक्ष्मी। मलाई चित्त दुखेको त आमाले म प्रति गरेको विश्वासलाई तोड्दै आए। हरेक पटक तिम्रो कुरा सुनेर मैले आमालाई गलत साबित गर्दै आए। तिम्रो तीतो वचन आमाको कानमा पर्दा मैले आफ्नो कान थुने। तिमीले आमाप्रति नमिठो व्यवहार देखाउँदा मैले आँखा चिम्ले। सायद मैले धेरै ठुलो पाप गरेँ, त्यसैले यसको प्रभाव हाम्रो छोरीमाथि पर्यो। म चाहन्न कि हाम्रो कारणले हाम्रो छोरीको भविष्य अन्धकार होस्। तिमीले सधैँभरि मेरो कुरा मात्र सुन्यौ, तर आज अन्तिम पटक मेरो एउटा कुरा सुन्देऊ न है। आजदेखि उपरान्त म पनि आमालाई कहिल्यै नराम्रो व्यवहार गर्दिनँ। म पनि चाहन्न नि हाम्री छोरीको भविष्य नराम्रो होस्, कष्टकर बनोस् भनेर। यदि आमाको खुसीको कारण हाम्री छोरी खुसी हुन्छ भने म हाम्री छोरीको खुसीको लागि सधैँभरि खुसी हुनेछु। किन ल्याउनु भएको? तपाईँको दिमाग त ठिक छ? मेरो दिमाग त ठिक छ डाक्टर साहब। यहाँ कसको दिमाग ठिक छैन तपाईँले पत्ता लगाउनु पर्यो। ओ हाँडी घोप्टे, यहाँ बाहिर आइज। बाहिर आइज भने सुन्दिनस्? किन घोक्रो सुक्ने गरी कराएको है त? के भयो?
अनि उहाँ को नि? किन यहाँ? उहाँ जोसुकै भए पनि मलाई तपाईँसँग एउटा कुरा गर्नु छ बा। अनि मसँग कुरा गर्न उहाँ डाक्टर बाबुलाई चाहिँ किन ल्याएको? त्यही त भनेको बुवा, बिरामी जाँच्दै गरेको मान्छेले एक्कासी उठाएर ल्याएर। के कुरा हो विनोद? तपाईँकी बुहारी गर्भवती छे बा। अनि यस्तो गुन्डागर्दी शैलीमा डाक्टर साहबलाई यहाँ ल्याउनु पर्छ त? यो त खुसीको कुरा हो नि। तपाईँले वास्तविकता थाहा नपाउँदासम्म मात्र खुसीको कुरा हो बा। वास्तविकता थाहा पाउनु भयो भने पनि खुसी हुनुहुन्छ यो कुरामा? के कुरा हो? कस्तो वास्तविकता भन्दैछस् त? त्यसको पेटमा हुर्किँदै गरेको बच्चा मेरो होइन बा। यो त के भन्दैछस्? म जे हो सत्य भन्दैछु बा। उहाँलाई सोध्नुहोस्, मबाट सन्तान हुँदैन। यो कुरा थाहा पाउने डाक्टर उहाँ नै हो। यी कुरा के हो भन्नुहोस् डाक्टर। यहाँ हो बुवा, मैले नै उहाँको सबै चेक जाँच गरेको हो। उहाँ कहिले पनि बुवा बन्न सक्नुहुन्न। तपाईँको परीक्षण गलत पनि त हुन सक्छ। गलत हुन सक्दैन बुवा, म एन्ड्रोलोजी विशेषज्ञ हुँ। मैले आजसम्म चेक गरेको फरक परेको छैन। तर एक पटक फेरि पनि परीक्षण गर्न सकिन्छ नि डाक्टर साहब। तपाईँलाई मेरो कुरामा विश्वास छैन होइन बा? अझै पनि त्यही चरित्रहीन आइमाईको पक्ष लिएर बोल्दै हुनुहुन्छ। आजबाट त्यो आइमाई मेरो घरमा हुनु भएन बा। मेरो कुरा त्यति हो। जाउँ डाक्टर साहब। नुलाई ब ह नु नको मुनि हो नु लाई ल ल ल ला ला इ के भन्छन्? हुरी हु हा हु हो हु रि रि भनिन्छ। भनी यस्तो हो क्या? यस्तो हो भनी आधा न निन छ यो क्या। ल ल अब अर्को बादलमा बबा बादलमा आमा के गर्न लाग्नुभयो? हिजोको घाँस सिद्धेछ, अलिकति घाँस लिएर आउँ कि भनेर। पर्दैन आमा, तपाईँ बस्नु, म लिएर आउँछु नि। तिमीलाई ढिला हुन्छ, बुहारी आउने बित्तिकै खाना खाएर स्कुल जाऊ है। ल के गर्न लाग्नु भएको आमा? हेर न, घाँस काट्न जाँदै हुनुहुन्छ। म जान्छु, पर्दैन आमा, आराम गर्नु भनेको नाइ रे। अब तिमी घाँस काट्न गएपछि म चाहिँ के स्कुल पढाउन जाने हो र? आमा म घाँस काटिहाल्छु नि, तपाईँहरू चाहिँ खाना खाएर बस्दै गर्नुहोस् है। अनि बुढो स्कुल जान ढिला होला नि तिमीलाई, छिटै गरेर जाने नि है।
होइन बुहारी, म सधैँ गलत बोल्छु कि क्या हो आमा? कहिलेकाहीँ त मैले भनेको कुरा पनि मान्नुहोस् न। अनि छोरी, अझै तिम्रो होमवर्क सकिएको छैन? अब सकिन आँट्यो मामु। ल छोरी, अब छिट्टै होमवर्क सकेर हजुरआमा र बाबालाई लगेर खाना खुवाऊ है। म घाँस लिएर आइहाल्छु। हस् आमा के भयो? बुहारीको यस्तो रूप पहिलोपल्ट देख्दैछु। भन्छन् बुहारीले नै घर स्वर्ग बनाउँछन्। आज त्यस्तै महसुस भइरहेछ। बुहारीको पनि मन फेरिसकेको छ आमा। अब उसले तपाईँको चित्त दुखाउने काम कहिल्यै गर्ने छैन। परिवारको महत्त्व उसले राम्रोसँग बुझेकी छ। जुन परिवारका लागि हामी जीवनभर जिउनको लागि सङ्घर्ष गर्छौँ, त्यही परिवारसँग रुष्ट भएर उसैसँग बोलीचाली बन्द गरेर मनमुटाव गरेर के नै पाइन्छ र, होइन र आमा? हो छोरा, मलाई पनि अरू केही चाहिँदैन। तिमी, नातिनी, बुहारी सबैजना मिलेर बसेको देख्न पाए पुग्छ। मलाई पनि केही चाहिँदैन आमा। सधैँभरि तपाईँको अनुहारमा यसरी नै खुसी देख्न पाए पुग्छ। म उहाँलाई कसरी विश्वास दिलाउँ कि मेरो पेटमा हुर्कदै गरेको बच्चा उहाँकै हो भनेर। हे भगवान्, मलाई किन यसरी परीक्षा लिँदै हुनुहुन्छ? नारीको जिन्दगीमा किन कहिल्यै परीक्षा सकिँदैन भगवान्? अझै पनि मेरो घरमा के आधारमा बसेकी छस्? एक मिनट पनि मेरो घरमा नबस। जा, गइहाल। जा, 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 जा भन्। गइहाल भनेको सुनिनस्? जा, जा। हेर्नुभयो एपिसोड? कस्तो लाग्यो तपाईँहरूलाई? यदि मन परेको छ भनेदेखि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला, अनि एपिसोडलाई लाइक गर्नु होला, सेयर गर्नु होला। अनि कुन कुन देशबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्दैछ तपाईँहरूलाई, तल कमेन्ट बक्समा आएर कमेन्ट गर्नुहुन्छ भन्ने आशा छ। अर्को भाग अर्को हप्ता बिहिबार है त। नमस्ते।